हाई एभ्रिवान लसो बेबुल्ला साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि नयाँ भिडियोको साथमा म मिना गोले उपस्थित भइसकेको छु हजुरहरूको माझमा भन्दै हजुरहरूसँग आज केही सानो गफ गर्न आइरहेको छु र म लुगा सिलाउँदै थिएँ र भिडियो स्टार्ट गरेँ। हेर्नुहोस्, यो चाहिँ मैले बक्खुको तलको सेट सिलाएको हो। यसरी सिलाइसकेको छु, हेर्नुहोस्। यो आफ्नै लागि सिलाएँ मैले, यसरी बनाएको छु। अब यसमा तुना हाल्न चाहिँ बाँकी छ, तुना चाहिँ लगाएको छैन। यो सबै बनिसक्यो। अब तुना लगाएपछि पुरा पर्फेक्ट बनिन्छ साथीहरू। यसरी अब म तुना सिलाउन गइरहेको छु। यसरी सरर दुईटा तुना बनाइहाल्छु है त साथीहरू म। तुनाहरू रेडी गरिसकेँ साथीहरू मैले। अब यसलाई पल्टाएर फिक्स गरिसकेपछि चाहिँ हजुरहरूलाई म देखाउने छु साथीहरू। मैले चाहिँ बक्खुको तलको सेट बनाइसकेँ। यो चाहिँ म टी सर्टसँग लाउनलाई बनाएको हो। This is my outfit. अब चाहिँ म साथीहरू आइसकेको छु स्केटिङ पार्क। छोराहरूलाई घुमाउन लिएर आएको स्केटिङ पार्कमा र खेलाउन पनि। क्या खतरा खेल्दियो यो बुनेले त। वाउ, यस्तो दामी हुँदो रहेछ कि साथी भित्र। ल मेरो ठुलो छोरो यहाँ, ठुलो मम्मी कस्तो लाग्यो भन्दैछ। ओ सानो चाहिँ हेर्नु न, यहाँ सानो चाहिँ फेरि ए लड्यो। ओ अझ दुईचोटि लडे भन्दैछ। ओ लो 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 फेरि लड्यो भनेको। यहाँ चाहिँ दाजुभाइ हात समाएर आइरहेछ। सरर आजको लागि चाहिँ भिडियो म है स्केटिङ पार्कबाट बन्द गर्न चाहे साथीहरू भन्दै बाई बाई। फेरि